सबैजनामा जय सीताराम। म आज सिंह राशि हुने व्यक्तित्वहरूको जेठको 19 गते के कस्ता दिनहरू बित्छन् त्यसको बारेमा हजुरहरूलाई बताउने उपस्थित भएको छु। तपाईँहरूको सिंह राशि हुने व्यक्तिहरूका लागि आजको दिन सरस्वती माताको कृपाले गर्दाखेरि शैक्षिक क्षेत्रहरूमा राम्रो उन्नति प्रगतिहरू हुने स्थितिहरू निर्माण भएको छ र कुनै पनि क्षेत्रमा अलिकति साझेदारीका कामहरूमा अलि ध्यान दिनु होला। अलिक ख्याल नगर्दाखेरि समस्याहरू सिर्जना हुने खालको स्थितिहरू निर्माण हुन सक्छ। तपाईँले आफूले गरेको कामको एकदम तारिफयोग्य काम गर्दाखेरि तपाईँले एकदम उच्च सम्मान पनि हुने खालको स्थितिहरूको अवस्था आजको दिनमा रहेको छ र कुनै पनि नयाँ लेखन कार्यहरूमा पनि सुरुवात गर्दा हजुरले एकदम राम्रो हुने स्थितिहरू निर्माण हुन गएको छ। त्यसैले सिंह राशि हुने व्यक्तिहरू एकदम सावधानीपूर्वक आफ्नो कार्यमा लागि पर्दा एकदम राम्रो अवस्थाहरूसँग अगाडि बढ्नुपर्ने स्थितिहरू आउने देखिएको छ। हस्त, धन्यवाद।